हाम्रो संस्थाको एमडी गोविन्द प्रसाद गिरीको जन्मदिन परेको र हाम्रो केही दिन अगाडि सम्पन्न साधारण सभाले विभिन्न खबर सञ्चार ब्युरो प्रणालीको नव साधारण सभाले तर त्यसपछिको कार्य समिति बैठकले उहाँलाई चाहिँ एमडी चयन गरेको छ। सबैभन्दा पहिला त उहाँलाई हाम्रो समता टेलिभिजन कर्मचारी परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र हाम्रो बोर्ड मेम्बर 2 जना सदस्यजीहरू पनि कार्य समिति सदस्य हुनुहुन्छ, सावित्री घिमिरे म्याडम र मनोज छेत्रीजी, उहाँहरूलाई पनि धेरै धेरै बधाई छ, शुभकामना। र आज संयोग परेको गोविन्दजीको चाहिँ जन्मदिन परेको हुनाले हामीले यो अलि पछिल्लो समय केक काट्ने गर्ने त त्यो प्रचलन हटाएका छौँ, त्यही पनि आज समय परेको हुनाले खादा उडाएर उहाँलाई चाहिँ विश गर्ने र त्यो सन्दर्भमा आज चाहिँ उहाँलाई अफिसियल्ली हाम्रो कर्मचारी परिवारको तर्फबाट यो हाम्रो 2 चरणमा भएको हुनाले पहिला अध्यक्षलाई हामीले एक्चुअली वेलकम गरिसकेका छौँ र आज एमडीलाई पनि वेलकम गर्ने कार्यक्रम भएको हुँदा उहाँको अरू चाहिँ पदस्थापनको कुराहरू त अब केही दिन पछाडि तल चेयरहरूदेखि सबै बनाउँदैछन्, त्यो भइसकेपछि होला। र आज हाम्रो समयक बस उद्योग व्यापार सङ्गठन चेम्बर अफ कमर्स रुबन्देका महासचिव जो पनि हुन्छ, उहाँलाई पनि हामी हार्दिक स्वागत गर्दै उहाँलाई बर्थडेको उपलक्ष्यमा यो सबै कर्मचारीहरूको तर्फबाट यो खादा उडाएर उहाँको सुख समृद्धि र सुस्वास्थ्य कामनासहित के भन्छ बर्थडेको शुभकामना व्यक्त गरिदिनुलाई म अनुरोध गर्न चाहन्छु। ल यो सुरु गरेर मनोज सर जन्मदिनको धेरै धेरै शुभकामना, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना। तपाईँहरूले के ल्याउनु भएको मिस नेपाल मिस्टर नेपाल मिस्टर समता हाम्रो एमडी सरले सम्मान पर्सनल टिका लगाइदिनु सबैजना एकदम प्रगति भइरहेको छ, अझै भओस् निरन्तरसहित हजुरले सोचेका हरेक सकारात्मक सोचहरू प्रकाश भाइले फोन गर्नुभएको पर्फ्युम हो, हाम्रो गिफ्ट चाहिँ उधारो रह्यो अहिले आएर बस्दैछु फेसबुकमा उता चन्दा टिका त लागिनु पर्यो नि। हाम्रो समूहमा हामी जन्मदिन पनि रहेछ, धेरै धेरै बधाई सरको